कसले भने यस्तो आरोप कसले लगाउँछ भाइ? तैँले मेरो लाइभमा फोन गरेर तैँले फोन यस्तै देखाइदिस् कि यहाँ खबर आएको छ। सुन भाइ, यस्तो त कहाँ देखो, यस्तो गरेको थिएँ होइन, यस्तो गरेको थिएँ। तर कोही फटाहरू हुन्छन् नि, यस्तो आँखाले पनि यसरी पनि हेरेछन् क्या, यस्तो गरेर घुमाएर नि। तिम्रो मेरो के गल्ती भयो के? मेरो के गल्ती भयो? तैँले गरिस् होइन भाइ प्लिज, म जे भन्छस् म त्यो मान्न तयार छु बरु होइन। के भन्छस्? मैले आफ्नो सत्यता साबित गर्नको लागि मैले के गर्नु पर्यो? सत्यता विद्या कसम खा नाइ पक एकछिन फोन आयो नाइ रे, किन विद्या गर्नु नाइ भनेले मलाई। अब म गरौँ के गरौँ त गरौँ गाइस, उता गएर भन्न। अहिले न मलाई फोन नगर्नु होला है कसैले पनि प्लिज। गाइस उता गएर भन्न, मैले के गरेको थिएन भाइ। हेर भन्नुहुन्छ सबजना, फोन नगर्नु होला अहिले कसैले पनि। सुन के गर्नु पर्यो मैले तँलाई विश्वास दिलाउनको लागि? तैँले गरेको त्यही नै हो, अनि के गर्नु त भन्दा? म आफ्नो सफाइ आफ्नो सत्यता त साबित गर्न पाउनु पर्यो। कटघडामा उतारी सकेपछि कटघडामा उभिसकेपछि साबित गर्न त सत्यता साबित गर्ने। च्याट हिजो को थियो यसको लाइभमा? कोले नम्बर पाएको थियो, नम्बर कोले गरेको थियो? गाइस भन्नुस्, म अनजान हो कि म जानी बुझी मैले गरेको? हजुरहरूले भन्नुस् है, हजुरहरूलाई पनि विद्याको कसम छ। चुप्लाक नभएको विद्या नान धेरै अरूहरूलाई भनेको हौ, अरूहरूलाई। मैले आफ्नो कुरा गरेकै छैन, न तेरो गरेको छु न मेरो गरेको छु। मैले अरूहरूलाई यहाँ भ्युअर्सहरू त पढी लेखेको होला नि, विद्या खान म डराउने भन्नु चाहिँ प्लिज। हेर त्यहाँ कमेन्ट हेर पहिला, अनि त्यसपछि भन् के। चढ्दै आज लाइभमा एउटा इम्पोर्टेन्ट मान्छे आउँदै हुनुहुन्छ है, तर त होइन त्यसैले अलिकति साइड लागिहाल हल्का साइड लागिहाल। सुन आज आएर तेरो जीवनमा म इम्पोर्टेन्ट भइन होइन, ठिक छ के भाइ? ठिक छ। 2 दिन की चाँदनी 4 दिनको के भन्थे नि ल हल्का ठिक छ। कुखुराको झोल तातो बनाएर अघि भातसँग साग भात कुखुराको झोल ल्याम खाने बेलामा त दिदी नै चाहियो। दिदी कसले खायो? भेजिटेरियन मान्छेलाई किन यस्तो भन्छस् त दुनिया अगाडि? ठिक छ के? अब अहिले लाइनमा आएर त इम्पोर्टेन्ट त अरू नै दुनियाँमा रहेछन् नि त होइन। म त भेजिटेरियन मान्छेलाई हाउडे कुरा नगर के। भेजिटेरियन मान्छेलाई कसले त्यसरी भन्नुहुन्छ? चुप लाग्दो है कि तेरा हानिकन तेरा दिउ अहिले दिउ धनक चुप लागेन बस हानो बाबै एगा दिदी तेरा बडी बडौला अहिले लाउरी सुन भाइ कुरा नसुन। आफूले हेर यदि बिहान र बेलुका माग्ने मान्छे भयो यसको त त्यहाँ अहिले लाइट बन्द गरे भने पनि नि तिम्रो दाइको यसरी हाँस्दाखेरि झलल्ल बत्ती बल्नु पर्ने हो कि होइन? दिनको 2 चोटि राख्नु। ल हाँस त ल हाँस। देख्यो उल्टो सिकाउँछ कि हेर दिदीको दाँत हेर तिम्रो हेर अनि 2 जनाको सेम माज्दै माज्दैन झन् त्यो अलिकति फेस गोरो हुन थालेपछि त झन् यो बेसार दलेर आएको जस्तै देखिन्छ। त्यसैले हप्तामा 2 दिन बेसरी दाँत मोले भनेपछि त ऊ हुन्छ कि यो पातल लिन्छन्। चल यता सुन अघि टुल्लुले के भन्दै थियो? के भन्दै थियो? मेरो तारिफै हो। नाइ दाङको मार्केटै भयो खाइसके त दाङ त सिंगल ह्यान्डेड खाइरहेको छ अहिले भनेर भन्दै थियो। खानु परेन यो लुकले। तिमीहरू 2 जना दाँत सेता भएको र दाँत पहेँलो भएको मान्छेसँग तिमीहरू भिड्नै सक्दैन के बुझेनौ? भाइ आज त नि आज म धेरै दिनपछि आएको लाइभ। आज त मैले सबजना भाइ तुलु भाइ हामीले बोलाउने तरिका तिमी दाङतिर कता बोलाऊ होइन, सुदूरपश्चिमदेखि लिएर यता स्याङ्जादेखि लिएर झापादेखि लिएर त्यतातिर सबतिर म यसरी बोलाउँछु। यता सुन म बोलाउने बोला यो त खाली म तिमीहरूलाई अझै पनि चान्स दिन्छु। एकजना कोही अर्को छ भने त्यसलाई पनि एड गर ल। कोही छ दमदार चल अब कोही छ हामी भाइको कुरा भइराछ त एड गर्के। हामी 2 जना त कुरै छोड्दैन। हामी किन एड गर्ने? हामी 2 जना छौँ। सक्छ कसैले
याद गर्नु म भन्दैछु अहिले दुईटैलाई पुसअप गर्न लगाउँछु म 50-50 चोटि पुसअप अरे त्यो बच्चाहरूले जमानामा बच्चाहरूले तेरिका भाइ दिदी हो म के सोचेको होस् के पुसअप तँलाई हामी तैँले हारिस् भने तँलाई हामी पल्टनबाट यो सङमा त्यही स्टेप गर्नुपर्छ तैँले हार्डेस्ट वान तँलाई दिन्छौँ हामी अहिले अगाडि भन्दा पदाइ धेरै ठुलो नगर सधैँ सेम हुन्न नि एउटै हुन्न नि कहिले कहिले त तीर निशानामा लाग्छ तिमीहरूलाई म भाग्नको लागि 10 मिनट दिन्छु तिमीहरू भाग्ने भए भागिया नत्र दम छ भने रोकेर बस है 10 सेकेन्ड दिन्छु 10 तिमी भाग्छौ भाइ हामी त भाग्ने होइन हामी भगाउनेमा हो हामी भगाउनेमा 7 हर्सी हो क्या 1 2 3 5 पल्टनबाट यता सुन 5 भइसक्यो है अझै पनि चान्स दिइरहेको छु अहिले म तिमीहरूलाई साँच्चीकै भन्दैछु नि तिमीहरूलाई अहिले म दुईजनालाई घुँडा टेकाएर टुलुले चाहिँ दादा सरी भयो अबदेखि यसरी भिड्ने छैन कहिले पनि भन्न लाउँछु तँलाई त सुन तँलाई म त्यो लागि अलग पनिसमेन्ट छ के बुझेन त हात टेकाएर बुझेको बुझेन भाग्नको लागि 5 सेकेन्ड छ अझै पनि भाग्न छ भने भागिएला 5 मेरो भाइ हुँदा हुँदै तुलु हुँदा हुँदै गएर आए 3 2 छिट्टै यो स्टेप यसमा यसलाई नचाहिनौँ भने आज नि हामीले पनि नाम चेन्ज गरिदिउँला कि केही छैन के भयो सुसु आयो क्या यस्तो गरिस् हैन सुसु त अहिले निकाल्छु म तिमीहरुको रोक नै भेट्दैन बीचमा भाग्यौ भने मैले भनेको मानेनौ भने हारेर हैन के भन्नु यार म त गोर्खाली की छोरी हुँ गोर्खाली भाग्छु सोचिस छुरा खानु पर्यो भने पनि छुरा खान्छु म सोचिस मलाई गोर्खा पल्टन जाउरा रेदैमा सरर गोर्खा पल्टन तुलु भाइको डान्स गीतको यो चाहिँ एउटा आस्ते दुई न गाए म अरु केही गर्दैन टुल्लुलाई 1 बाल्टी पानी खान लाउँछु हैन हामी पानी खान्नम है हामी पिउँछौं पिउनी भइदे न त खानी त्यस्तो काम नगर्नु हामी भात खान मात्र खान्छौं टुल्लुलाई 1 बाल्टी पानी पिउन लाउँछु तेरो लागि त अलग पनिशमेन्ट छ बुझ्ने तेरो अलगै छ तेरो त अलगै छ बुझ्न अहिले रोक्न तेरो के हुन्छ हालत धेरै भइराको छैन प्यार चलिराको छैन पक गाइस आज नि है दुनियामा देखेछ होला दिदीहरु आज चाहिँ सबजनाले मिलेर आज चाहिँ हामीले गोर्खा पल्टन फुल बॉयलाई गोर्खा पल्टन हैन पल्टनबाट तुलु भाइको स्टेप डिट्टो गर्न पर्यो अलिकति मिस्टेक भयो भने फेरि रि हुन्छ गीत बजेको हुन्छ आज फुल बॉयको अझै पनि चान्स छ एकजना अझै एड गरेर यो यसले जान्छ भने मान्छे आउलान् र ट्याक्क कोही मान्छे तैले हामीलाई त्यसको झुक्काउने मान्छे चाहिन्छ भनेको मान्छे चाहिन्छ ए अब अहिले त्यहाँ हाम्रो को हुनुहुन्थ्यो नि स्यामी अनि फेरि सब थाहा छ मलाई A to Z है बोले मान्छे चाहिन्छ तिमीहरुलाई पनि अनि अर्को ब्रदर के रे के तामाङले हार खाइसक्यो पहिले तेरो साथीले पहिले हात खडा गरिसक्यो बुझिस् नै तेरो साथीले सरेन्डर गरिसक्यो होइन तिनले यस्तो गरेर आशीर्वाद दिदैछन् सबजनालाई याद गर्नु अहिले भन्दैछु 10 स्टार्ट गर यो मान्छे कुरेर बसिरहेछ है यो मान्छे कुरेर म धेरै एउटा मात्रै हुन्छ फेरि बुझिन अहिले पछि बेस्ट अफ 3 बेस्ट अफ 5 भन्न थालिस एउटा मात्रै हुन्छ बुझिन हुन्छ नो प्रब्लम ल 10 सेकेन्ड दे चल बोला टाइम पनि छैन दाङबाट नेपालगञ्ज कोरपुर जताबाट बोलाउँछ बोला मेरो हाम्रो जति जना हुनुहुन्छ दाङबाट बोला कोलपुरबाट बोलाए काने पोखरी जंगलदेखि जुन भित्र हिडन केटाहरु छन् नि अन्डरग्राउन्ड बुझेको बुझेन अन्डरग्राउन्ड केटाहरु मात्रै आयो भने पनि पुग्यो के तर काभ्रेको सम्धिहरुलाई पनि सम्झिरहेको छु है स्टियरिङमा मोबाइल टक्क राखेर हेरिराख्नु भएको छ लाइभ लभ यु छ काभ्रेले सम्धिहरुलाई पनि दुईजना स्क्वाड मात्रै भयो भने पुग्यो के बुझेन स्क्वाड मात्रै पल्टनबाट छिट्टै आउकान छ यो संगमा मेरो तुलु भाइको जस्तो सेम टु सेम स्काई हाई जति जना पनि हुनुहुन्छ हजुरहरु एक दिनको लागि नाता गोता छोडेर यो बहिनीलाई
माइतीको आइज चल आफ्नो त ठ्याक्क आएपछि त आइज गरेर नत्र 10 मिनेट एकचोटि 20 सेकेन्ड पहिले दियो हार खानु शेर्पोको हातमा गाइस के यस्तो गाइस मार्मिलाई पनि शेयर गरौँ सबैजनाले शेयर गरौँ गाइस डबल ट्याप के तिमीहरु दुईजनाकै ज्वरो निकाल्छु आफू त कम से कम जिताऊ बुझिस् कि नै जापानको केटाहरु र मलेसियाको केटाहरु पनि जोइन भइसकेको छ तिमीहरु दुईजनाकै ज्वरो आउँछ आज ज्वरो निकाल्छु हेर्दै जा जापान मलेसिया हाम्रो यता युएसए अनि क्यानाडा युएसए मा काम गरिरहेका छन् केटाहरु अहिले बुझिनस् अहिले जापानमा चाहिँ टक्क सुत्ने 2 कति बजे होला आज बर्ष भयो फर्के 2 बजे होला हर महादेव ओम नमो भगवते वासुदेवाय नमः गाई के रे तुलु भाइ हजुर भगवान जी सबैजना आउ गाइस भगवान जी सबैजनाले कि अलिकति 1-2 लाइन गर न ओम नमो भगवते वासुदेवाय जापानमा सबैलाई सम्पूर्णलाई माया ओम नमः केही पनि चाहिदैन के यतिकै बस्दै पनि पुग्छ यतिकै सुत्दिन गाइस हामी तिगान ओम नमो भगवते वासुदेवाय भार राखौ न भाइ थिंक पोजिटिभ आउँछन् अहिले कोही न कोही लास्टमा दुईजनालाई छ नि अहिले दुईजनालाई के गर्न लाउँछु हेर्दै जानु 3-4 दिनमै पुरै क्याबिनेट हेर्दै जानु टुल्लु बाबु हजुर तिम्रो बाख्रा कहाँ छ किन नि बाख्रा अर्कालाई बाख्रा ल्याएर काँधमा ल्याएर बस्छ सरी दादा अबदेखि गर्दैन भनेर भन्छ तपाईसँग म भिड्दैन भन्नु गाइस गर्नु पर्यो गाइस जिताउँ न हामीले पनि बाख्रा ल्याउँछ सही त हेर्दै जानु गर्नु त गरिन्छ त्यस्तो बडा उ भइराको मलाई अझको यो गेममा बचाउ प्लिज तिमीहरुलाई मैले 10 सेकेन्ड दिएको थिएँ सबैजनाले बस राउल दाइ बचाउनु पर्यो सबैजना आशिका चाहिँ गर्नु पर्यो ल किताब उठाउनु भयो बचाउने अब कसले हो थाहा छ एउटा मात्रै मान्छे छ तिमीहरुले बचाउने भाइ गाइस बचाउनु पर्छ हामीले त्यो बेसम्यान त्यो नचाउँथे मैले नचाउँछु अहिले हेर्न कस्तो नचाउ त्यसपछि तिमीहरु दुईजनाको पल्टनबाट हुन्छ बोल्नु पनि भएन टुल्लुले काँधमा बाख्रा हाल्छ मनिषाले काँधमा हाम्रो बुलेटले हाल्छ अनि दुईजना पल्टनबाट हुन्छ रोक तिमीहरुको पल्टनबाट बडा पल्टनबाट हैन पल्टन रोक तिमीहरुको पल्टन गयो बचाऊ मलाई प्लिज एक दिन त बचाऊ कम से कम एक दिन त खुसी हुन देऊ यार पुरै त खैयो त्यसरी कुरा हात हाल्ने हो हात राम्रै ठाउँमा हाल्ने हो पानीमा यस्तो चोपाल्ने हो गर्ने हो सिधै अंगार आगो भित्र हात हालेर हुन्छ भने हो किन टुल्लु भाइ आफूले कहिले आफूले अंगार त सोचिस् नि हैन आगो बाबै पुष्टि लागेछ हाम्रो यतातिर अब के भन्नु मेरो नामै भन्थ्यो ल पुष्टिमा सबले दिम गाइस हेरौँ ए टुल्लु जा गोठतिर गइहाल बाख्रा लिएर आइज एउटा अहिले रोक गाइस पुष्टिमा सबले गाइस आशिका जी थ्यांक यू अघि मैले भनेको हैन बचाउनु पर्यो है नचल्नु के मिस्टर जेके किन हो के जेके आज भएन है हामीले जसरी भए पनि जित्ने हो गाइस जेके सर्च गाइस के हो गाइस मिस्टर जेके मलाई मन पर्न छोड्यो मलाई प्रोफाइल हेर्दाखेरि अलिकति राम्रो छोड्यो मलाई मन पर्न थ्यांक यू गाइस बुस्टिङ पनि सिद्धि होला अब त अब केही काम छैन जाने मन्छ काँधमा बोक्ने बाबु त कालो कलरको बाख्रा लिएर आए गए गाइस गए रुनुपर्छ सबैको घरमा दिदीबहिनीहरू यस्तै हुन्छन् कि के हो अरूको दिदीबहिनीहरू त राम्रै देख्छु त म त यार यो त हार्न थाल्यो भने अरूको दिदीबहिनीहरू त मन परिहाल्छ नि तँलाई हो भाइ अनि अरूहरूलाई पनि तेरो दिदीबहिनीहरू मन पर्छ नि त्यो त ट्रुथ हो के को तर यहाँ त अरूहरूलाई पनि म मन परिन के त्यो पो प्रब्लम आयो त रिजन बिग लभ म्यान 40 धेरै भइसक्यो यार यो त झापडै हाने जस्तो भयो उनीहरूले 2-3 वटा हाम्बर सामान हान्छ न टाउकोमा उनीहरूको म त जेके त मलाई मन पर्न छोड्यो भाइ जेके नाम मलाई अल्फाबेटमा जे र के वर्ड मन पर्दैन है अबदेखि मलाई म म्युट हाल्दिन्छु जे र केलाई यता सुन ओए बाबु एडारु त बुस्टिङ लाग्यो है हेरै के हुन्छ कि हेरै मम्मी बचाऊ बुस्टिङ लाग्यो बेला टुल्लुले पादेर स्कोर बढाए मात्रै हो के हुनेवाला छैन बुझिस् कि नै बाध्य त भाइ पढिहाल्छ कि हामी अघि के गर्नु दाइ
केही भएन, हुनेवाला केही छैन, बुझिसक्नु। सुनु भाइको आश गरेर बसेको त्यो पनि भएन। ठिक छ बाबु, गोठमा गएर खसी लिएर आइज। सुन राति राति सुतिरहेका जनावरहरूलाई मान्छेहरूलाई कसैलाई पनि उठाउने काम गर्नुहुन्न, बुझिस् किन? यता सुन, एउटा कुरा भन्छु। मलाई पनि राति सुतिरहेको बेला मैले गएर उठाएर भाइ उठाएर नाच, काममा उठाएर नाच भनेपछि नाच्छस्। यता सुन है, मैले भनेको थिएँ कि थिएन, दुनियाँ दिदार बाहना अहिले बनाउन थाल्छे, यो अनेक थरीको बाहनाहरू निकाल्छ यसले भनेर। केही न केही त गर्थी यसको यो उनी यसको गुण हो क्या यो, बुझेन? केही न केही बाहनाहरू बनाउने के गर्ने। बाबु तिमीहरू गर्ने कि नगर्ने भन त? हामीलाई मात्र दिएन, हामी सँगसँगै त्यो बाख्राको के गल्ती छ भाइ? यता सुन, अस्ति टुल्लुले के भन्थ्यो, म बाख्रा काँधमा राखेर एउटा भिडियो बनाउँछु। त्यो त दिउँसो बनाउने होला नि त, अनि राति राति बुलेटले त टोक्न आउँछ अहिले उठायो भने। बुलेटले त काँधमा राख, जे गर्छस् गर, हेर सुतिसक्यो के बुलेट नपत्ते लिएर यहाँ हेर सुतिसक्यो, हेर बिचरा। अब त्यसलाई कसरी उठाउनु हेर त, त्यहाँ माया लाग्दो गरेर। यस्तो माया लाग्दो बच्चालाई कसरी उठाउनु? पनि एक्टिङ, यो बुलेटलाई पनि एक्टिङ सिकाइसक्यो यार यसले। बिचरा हेर त, अब तँलाई उठाउनु मन लाग्छ, ल हेर। बुलेट बोलो, उठो चल। ए सुतिरहेछ भाइ न, सुतिरहेको के बिचरा, फेरि सुत्यो। भयो ल भयो, चल अर्को दिन त के अरू दिन भन्न त भन् होइन हल्का पछाडि छ, पल्टनबाटै गर्ने हो तिमीहरूले, अरू केही छैन, पल्टनबाटै गर्ने हो तिमीहरूले। पल्टनबाट त मैले भाइको पुरै सिकेर यहाँ म त टुलु भन्दा नि खतरा नाचिदिन्छु अहिले। पल्टनको त टेन्सन होइन ल। रेडी छौ? गीत मात्र बजान, सिम्पल गीत होइन, यो जानु पर्यो। नाकमा हात लगा, यसरी नाक ट्याप, हात यो हाल अगाडि, बुझ्यौ? हो है, अलिक पछाडि जा भन्छ, अलिक पछाडि जा। भयो है ल, अब चल गीत बजाऊ, अनि त्यही स्टेप हान है, त्यस्तै तरिकाले यो वाला है, चल बवाल हुनु पर्यो। गीत बजा नि त, गीत बजाएर सुरु गर। छैन हामीसँग मोबाइल, म बजाइदिन्छु त्यसो भए। दादा हुनु ल त्यस्तो होइन, यस्तो भने होइन, यस्तो पहिला यतिकै गर्ने, हात खोल्ने होइन, तिमी भन्दा म पर्फेक्ट भइसक्यो। ल एक गर है, दुई गर यस्तो। ल 2 3 पल्टनबाट छिट्टै आउँछ तिमीना भन्ने काम छ पल्टनबाट छिट्टै आउँछ रोक त्यो नाक हात राख, त्यो पनिसमेन्ट मैले छोड भनेको छु। नाक सास बन्द हुन आँटिसक्यो के हो? तास मुखबाट पनि फेर्न। मैले मुखबाट फेर्दैन, म बत्त राख्छु। यस्तो गर, अनि के बन, ए कुल बोय दादा, एकैचोटि दुईटा पनिसमेन्ट हुन्छ। त भन्छस् कि भन्दिनस्? एकचोटिमा भन्दिनँ म, एकचोटिमा एउटा पनिसमेन्ट हुन्छ। त सबै पुरै खानदान सबै वर्षभरिको गराउनुलाई के हो कि तिमी? त्यस्तो हुँदैन बाबु, तेरो सास अड्केला, छोड्दे हात, छोडिदेऊ कहाँ बसेर कहाँ त्यो भन्ने हो है। नाच्नु पनि छ, हात्ती पनि बन्नु छ, दुईटा त यसैमा गइसक्यो। खाना नखानु, उतै बस्नु त भाइ।
म आउँछु न त्यसमा भाइ एउटा गेममा एउटा पनिसमेन्ट हुन्छ हात्ती पनि बनिसक्यौँ नाची पनि सक्यौँ तिमी भाइबर जाँदैछ है भाइबर जाँदैछ जाँदैछौँ ब्याग सबैजना बाई बाई तुलो ब्रोलाई एकचोटि यस्तो गर्न लाग्नु न कस्तो देखाऊ कहाँसम्म तिम्रो फ्यान ओ टुल्लु एकछिन त मञ्च त निस्के टुल्लुले भाइबरको लागि के भन्छ ल ल ओले त भाइबर यता बस्छ न के भन्नु ल बस्नु हो टुल्लु के भन्नु मञ्च त निस्के ल हजुर राम्रो के छ ठिक छ तपाईको के छ नमस्ते जी हेर न मलाई कस्तो लाइफमा कस्तो डिमोटिभेट हुन्छ तर तिम्रो भिडियो हेरेर मलाई दामी एनर्जी आउँछ यार ओ टुल्लु दाङ आउँदाखेरि के हुन्छ दाङ आउँदाखेरि दाहरूलाई के हुन्छ भन्दा दामी हस्पिटालिटी हुन्छ कि ल भाइबरको लागि के वाला के हान् त यसो गाइस मेरो दाइ के दाइ होस् भन्ने अलिक देन यार यो दुईलाई मेरो दाइको लागि दामी हेर ल ब्रदर यार ओपी छ ल साथी गएको ल अनि भेटौँ है फलो गरिदिनु है सक्छ राखेको यता सुन बाबु यता सुन यो दुनियाँसँग उ गर्नु कुराकानी गर्नु दुनियाँसँग टिमअप तर मनिषा दिदीसँग कहिले पनि टिमअप नगर्नु है यो फसाउँछ बुझ्नु फसाउँछ हेर तँलाई त सोझो मान्छेलाई त्यहाँ आएर गरौँ भनेर कस्तो फसायो कत्रो पिटी दिएर